गाइज वेलकम ब्याक टु आवर भ्लग। आज चाहिँ हामी मैलुङ झर्ना जाँदैछौँ दाजुभाइ। होप यु लाइक हाम्रो यो अब भ्लग चाहिँ हजुरहरूलाई मनपर्छ होला होइन। अहिले हामी माछापोखरी चोकमा छौँ। अब हाम्रो जर्नी चाहिँ बिगिन हुँदैछ है। अहिलेको हाम्रो कति बजे 1 बजेर कति मिनट गयो? हाम्रो अहिले ठ्याक्कै 1 बजेर 18 मिनट गयो। अब हामी यहाँबाट त्रिशुली कति बजे पुग्छौँ हजुरहरूलाई हामी भन्छौँ। बाटोमा के कस्तो हुन्छ सबै देखाउँदै जान्छौँ। लेट्स गो। अहिले चाहिँ हामी दोखा आइपुगेको छौँ। पानी परेको अवस्था छ। दोखाबाट अहिले अब हामी शिवपुरी जाँदैछौँ। पुरै उस्तो लाग्छ। अहिले चाहिँ हामी शिवपुरी पुग्छौँ। कति बजी अहिले? 2 साढे 2 भइसक्यो। 2:21 भएछ। हामी 11:18 मा हिँडेको। 1 घन्टा भएछ है हामी हिँडेको। पानी परिरहेछ। अहिले ब्रेकमा अब चियाहरू खान्छौँ हामी। त्यसपछि विल बी ब्याक। सी यू गाइज। अहिले चाहिँ बबाल पानी परेको छ बाहिर। आइपुग्यो बाबु? हामी अहिले चाहिँ 6 आइपुग्यो। अब चिल गर्दैछौँ, भाइब लिँदैछौँ म्युजिकको होइन। मजा आउँदैछ क्या आज नि। अनि हाम्रो चाहिँ गाडी अहिले चाहिँ हामी टिकुरे आइपुगेको छौँ। यो चाहिँ तपाईँको टिकुरेको बजार। अब यसपछि हामी लेफ्ट लिएर त्रिशुलीतिर जान्छौँ है। आइपुग्यो हामी होइन। चिलमा भाइब लिँदै होइन। टक्क लगाएर हिँड्दैछ। हेलो फाइनल्ली हामी बटार आइपुग्यौँ। गाडीबाट ओर्लिसकेको छौँ। चिलमा अब हिँड्छौँ हाम्रो बाइक भएको ठाउँतिर। अनि त्यसपछि तपाईँहरूलाई हामी नुवाकोटको भ्रमण गराउँछौँ। हामी जाने भनेको ठाउँ मैलुङ पुऱ्याउँछौँ हजुरलाई। ल सी यू गाइज, स्टे ट्युन। हाम्रो बाइक चाहिँ यता छ है, वर्कसप यहाँ। अब यसपछि हामी हाम्रो गन्तव्यतिर जान्छौँ। ल गाइज हाम्रो चाहिँ राइड स्टार्ट भइसकेको छ। वर्कसपबाट हामीले बाइक निकालेर हामी जाँदैछौँ हाम्रो गन्तव्यतिर।
यो तल बगिरहेको चाहिँ गाइस त्रिशुली खोला हो। हामी जाँदैछौँ अगाडि। यहाँ टी खाँदै रहेछ दाजु होइन। हामी लेमन टी खाँदैछौँ हामी यहाँ ब्रेकमा। पावर पनि रहेछ। अहिले चाहिँ हामी यो बजारमा आइपुगेको छौँ। बाटो चाहिँ यस्तो छ, देख्न सक्नुहुन्छ हजुरहरूले। Guys, finally guys, finally आइपुग्यो है, आइपुग्यो झरनामा गाइस दाजुभाइ। यो म्यान एकदम दामी मजाले हेर्दैछु होइन। नानी आँखा सेकाउन आउनु होला हजुरहरू। यो तपाईँको अगाडिको देखिरहेको चाहिँ त्रिशुली खोला हो, जुन चाहिँ तपाईँको माथि गोसेकुण्डबाट बगेर आएको। तपाईँको मैलुङ झर्ना सँगसँगै तपाईँको यता साइडमा अर्को पनि देख्न सक्नुहुन्छ, अनि उता पारी अर्को पनि देखिन्छ। अहिले बर्खायाममा चाहिँ तपाईँको धेरै झरनाहरू देखिन्छ है। अब गाइस हामी चाहिँ फर्किन आँटेको। यसो हेर्दाखेरि यताबाट पानी पनि पर्ला जस्तो नै फिल हुन्छ अहिले। फेरि यहाँ ठेगान छैन मनसुनमा। अब हामी राइट चढेर फेरि ब्याक हुँदैछौँ। हाम्रो दाइले यहाँ मिठो काँक्रो खुवाउनु भयो हामीलाई। तपाईँहरू पनि आउनुभयो नि यहाँ। दाइले तपाईँहरूलाई सहयोग पनि गर्नुहुन्छ यहाँको बारेमा भनिदिनुहुन्छ। रेडी भइसक्यो ल यो ल गाइस, पछि भेटौँला हामी। अब हामी निस्केको।